सफा गरेर भेटेन भने यता चढेर सफा गर लु खोइ यता उता यता लु यता चढ अब यो यता बले बले सबैको पाब्रा अब मामुले केही गर्न पर्ने भयो नि सबै छोरीले गर्ने भइहाल्यो हैन हो छोराले भात पकाएर खुवाउने छोरीले भाँडा माझेर पकाउने के गर्नु अब म सुतेर बस्नु पर्यो आफै स्कुल जाने आफै स्कुल जाने त्यही हो त सबै पुसौँ मलाई सोध्नु पर्छ धन्न भाइ चाहिँ स्कुल जानु सक्दैन भन्नु क्या आफै अब टलक्क दिदीले भाँडा माझेर टलक्क भाइले चुलो पुसेर टलक्क हैन त बाबा पुगो भने सफामा टलक्कै टल्क्यो अब बत्ती बाल्नै पर्दैन